सो हेलो गाइज, आज हामी छौँ केटाहरूसँग भ्लग बनाइरहेको छौँ। पार्टी हुन लागेको छ केटाहरूसँग। हेर केटा हो करेन्ट पार्टी। रोहिती बहिनी हुन्छ, मेरो फेभरेट काली बहिनी। मेरो जानु ल हाल्नु यी सम्धि हाई भन्। हामी सबजना पार्टी हानिरहेको अलिक जोए ए ठुलो। अब हामी सिधै मासु पकाउँदैछौँ। मासु पकाइ ओए काले मासु देखानु मेरो मुख। गाइस हामी चाहिँ यहाँ मासु पकाउँदै छौँ अनि हुन्छ होला। हल्का बेसेर हाल्दै फेरि पछि हाल्यो भने अलिक गनाउँछ कि। गाइस अब यता यता हेर्नुहोस् है, हाम्रो अब स्ट्रेटेजी यो मसला, हाम्रो चिकन मसला हालौँ। यसले पकाएर ए देखा, हिरोलाई नदेखाइ ताराहरूलाई देखाउनु पऱ्यो क्या। ए बेसार हाल्ने हो त्यो, अलि पछि हाल्ने हो। बेसार हालिसक्यो, नुन बेसार हालिस्, जिरा हालिस्, होस्टेलको जस्तो होला नि। जिरा हालिस्, हँ जिरा अलिक धेरै हाल्नु मिठो हुन्छ। एकछिन छोपिदियो अनि हल्का पानीहरू छोपिदियो, चाँडो हुन्छ नि। ल यही हो हाम्रो भ्लग, आजको पार्टी। अब हामी अहिले करेन्ट बसाल्ने बेला आउँछौँ है। हामी चाहिँ आइसक्यौँ अब होइन। हामी चाहिँ यता हेर्नु हल्ला धेरै हामी चाहिँ यो एउटा यो चाहिँ यहाँ ल्यापटप हेर्दैछ। करेन्ट देखाएन, अरू के नदेखाएको। के सिरिज लगाउन यो सिरिज हेर्नु कालु दासले किनेको यो करेन्ट कालु दास दादाले नि हालेर 50 रुपियाँ। कस्तो साह्रो तेरो त यो, कस्तो साह्रो हो। मेरो साह्रै मासु बन्न आँट्यो होइन, त्यसैले हामी फेरि छैन यार पाके। आइसक्यो नि। ए नुन लाग्यो हेर त। कुरै खानु भने त इ काली ब्राउन काले आयो भग बना न हो। इ काली ब्राउन राख्ने मेरो छोड्दैन त्यो, हेर्ने वान अघि 3टा खाइसक्यौँ। अघि 3टा ल्याएको थियो त्यसले। 3टा 2 ए 2 तर त के पढ्न नि आउनु के। अब म अलिकति नेपाली तब गाउँले मुख देखाने यार, मुखै देखाएन। मुख नि देखाउनु लायक हुनु पऱ्यो नि। यो पनि हो। ओके खाऊ अब। एउटा छ भने पढ्किन यो च्याट्नुलाई कति गर्छ म झ्यारोबाट आउँदा एउटा सर्वे काले मदिस्यो म त अरू होइन, मासु चाहिँ बोकेर कुद्छु। मासु हेरौँ गाई यस्तो छ ल। चाहिँ मेरो आफ्नो चिउरा त को खान्छ यार यो। के तिमीहरूले आज मेरोमा लुगा फर्काउने ठेगा राखेको छ? के छैन बाहिर हिँड्ने लुगा लाएर हिँड्ने अलिक महँगोवाला केटाहरू। ए होइन हेर्छ यो आम्मामा म त अस्ति झन् त त्यस्तो म त्यस्तो त नदेखाने। के हो यो साइडमा राखिसुन, तिम्रो फोटोसुट खिच्नु न मेरोमा।